डिएक्सन नेपाललाई एउटा खुसीको कुरा एनाउन्स गर्दैछु र त्यो खुसीको कुरा के हो? खुसीको पोको मेरो अगाडि छ। यो पोको के को हो मैले पनि थाहा छैन, कम्पनीले मलाई सरप्राइज दिएछ र यसलाई मैले हेर्दैछु। यो डिएक्सन कम्पनीबाट आएको गिफ्ट हो र यो गिफ्ट एकचोटि म खोलेर हेर्छु र तपाईहरुलाई पनि यो गिफ्ट म देखाउँछु। यो डिएक्सन कम्पनीबाट डिएक्सन नेपालको क्राउन डायमन्ड भन्दा एबको साथीहरुलाई दिएको गिफ्ट हो। वाउ, देख्न सक्नुहुन्छ यहाँ डिएक्सन। अब यो डिएक्सन भित्र यो बक्स भित्र के छ त म एकचोटि खोलेर देखाउँछु। डिएक्सन नेपालले एउटा बच्चा जन्माइसकेको थियो, त्यो डिएक्सन नेपालको ब्ल्याक कपी र अब धेरै चीजहरु आउँदैछ भन्ने मैले सुनेको छु। वाउ वाउ, फ्यान्टास्टिक। तपाईहरु देख्न सक्नुहुन्छ डिएक्सन नेपालले स्पाइरना ट्याब्लेट हाम्रो माझमा ल्याउँदैछ र यो जुन दिन प्राइस एनाउन्स हुन्छ त्यो दिन आइहाल्छ। र डिएक्सन नेपालले किङ अफ द क्वीन स्पाइरना पाउडर हाम्रो माझमा ल्याउँदैछ। वाउ, फ्यान्टास्टिक। स्पाइरना पाउडर हामीसँग छ र हामीसँग छ स्पाइरना क्याप्सुल पनि, हैन, सेम मलेसियाको प्याकेजिङमा छ। र हामीसँग अझै महत्त्वपूर्ण कुरा के छ भने डिएक्सन नेपालले आरजीजीएल पनि हाम्रो माझमा ल्याउँदैछ। वाउ, थ्यांक यू।